यहाँहरु सम्पूर्णमा नमस्कार। आरामै हुनुहुन्छ? आशा गर्दछु सबै आरामै हुनुहुन्छ र जोरदारको साथ आफ्नो तयारीलाई अघि बढाइराख्नु भएको छ। र अहिले चाहिँ हाम्रो खरिदारको अनि अफिसरको द्वितीय चरणको परीक्षा नजिकै गइरहेको छ र यो अवस्थामा चाहिँ मलाई यो लिखितमा आफ्नो फर्मेट राइटिङलाई कसरी डेभलप गर्ने भन्ने विषयमा चाहिँ यहाँहरु समक्ष केही आफ्नो अनुभवहरू शेयरिङ गर्न मन लाग्यो। मैले परीक्षाहरू लेख्दाखेरि प्रयोग गरेका केही टेक्निकहरू चाहिँ यहाँहरु समक्ष प्रस्तुत गर्नेछु आज। ती टेक्निकहरूमा चाहिँ एउटा TOBC टेक्निक र अर्को चाहिँ उची तको प्रयोग बारे चाहिँ म यहाँहरुलाई बताउँछु र आशा पनि गर्दछु यसले हजुरहरुलाई सहयोग पुर्याउने नै छ र हजुरहरुको आन्सर लेख्ने तरिकालाई वस्तुनिष्ठ र आकर्षक बनाउने छ। मैले अघि नै भने नि त्यो हाम्रो दुईटा विभिन्न फर्मेट हैन, त्यो चाहिँ एउटा चाहिँ के रे TOBC फर्मेट है। यो TOBC भनेको चाहिँ के हो त भन्दाखेरि T भनेको चाहिँ टपिक, O भनेको चाहिँ ओपनिङ, B भनेको बडी अनि C भनेको चाहिँ कन्क्लुजन। अब यहाँहरुलाई प्रश्न हुन सक्छ है, जस्तो कि हामीलाई सोधिएको प्रश्न त सिधै बडी हो नि त हैन, बडीमा हामीले लेख्ने हुन्छ मुख्यतया हैन। अनि त्यो सिधै आन्सर नलेखेर यो विभिन्न यो टपिक अनि यो कन्क्लुजन यो ओपनिङ भन्ने चीजहरु किन चाहिन्छ त भन्ने हजुरहरुलाई लाग्छ होला हैन। अब त्यसको चाहिँ के हो त भन्दाखेरि नि कोही मान्छेलाई भेट्न गयौं हैन, भेट्न जाँदाखेरि हामी कुनै कामले नै जान्छौं नि त, काम विशेषले। त्यो बेलामा चाहिँ हामीले सिधै गएर ती व्यक्तिहरुसँग चाहिँ आफ्नो काम कुरा फटाफट भन्न थाल्यौं भने कस्तो सुनिन्छ सोच्नुस् त आफै हैन। अब त्यो हुँदाखेरि चाहिँ हामीले के गर्छौं त भन्दा कोही मान्छेलाई भेट्न जाँदा पहिला हामीले चाहिँ हैन नमस्कार सन्चै हुनुहुन्छ भनेर यसरी चाहिँ हाम्रा फर्मालिटीज हुन्छ नि औपचारिकता निर्वाह गर्छौं हैन। त्यसपछि एकछिन पछाडी बल्ल हामीले चाहिँ हाम्रो के कामको लागि हामी गएको छौं भनेर हामीले छिर्ने कुरा हुन्छ। अब त्यो कामको लागि छिर्दाखेरि पनि हामीले सिधै आफूले के कामको लागि गएको भनेर फटाफट कुरा नभनिकन त्यसको समथिङ हैन यस्तो यस्तो भएको छ, यस्तो यस्तो परेको छ अथवा यस्तो कामको लागि भनेर त्यसको ब्याकग्राउन्ड क्रिएट गर्छौं नि त एक किसिमको है। त्यसपछि बल्ल हामीले चाहिँ आफ्ना कुराहरू राख्छौं र अन्तिममा चाहिँ अब म खासमा यो कामले आएको थिएँ भनेर चाहिँ हामीले त्यसलाई चाहिँ सक्छौं हैन। अनि हिँड्ने बेलामा चाहिँ हामीले चाहिँ हैन ल बाइ बाइ है हस्त नमस्कार भनिराखेर जान्छौं नि। त्यस्तै किसिमले यो हामीले आन्सरको फर्मेटमा पनि के गर्ने भन्दाखेरि हामी के बारेमा आन्सर लेख्दै छौं भन्ने कुरा चाहिँ यो टपिक सर्वप्रथम हामीले लेख्छौं हैन। टपिक लेखिसकेपछि चाहिँ हामीले के को बारेमा के को आन्सर लेख्दै रहेछौं भन्ने कुरा स्पष्ट हुन्छ। त्यसपछि ओपनिङ भनेको चाहिँ हामीले यो टपिकको बारेमा केही सेन्टेन्समा हामीले चाहिँ छर्लङ्ग पार्दिन्छौं। जस्तो कि हामीले मेन परिभाषा हैन अथवा चाहिँ त्यो विषयसँग सम्बन्धित एउटा दुईटा सेन्टेन्स लेख्छौं अनि त्यो सेन्टेन्सलाई कुन कानुनले कहाँनेरि सम्बोधन कसरी गरेको छ भनेर हामीले त्यो कानुनको नाम लेखिदिन सक्यौं भने यो ओपनिङमा राम्रो हुन्छ। त्यस्तै गरी अब मेन भनेको चाहिँ हाम्रो बडी खण्ड हुन्छ। बडीमा चाहिँ हाम्रो क्वेशन हैन 5 नम्बर गरेर 10 नम्बरको क्वेशन छ भने 5 नम्बरको हैन पहिलो खण्डको आन्सर लेख्छौं अनि फेरि अर्को खण्डमा अर्को 5 को आन्सर लेख्छौं र अन्तिममा चाहिँ हामीले सबै कुरालाई समेटेर कन्क्लुजन न निष्कर्ष लेख्छौं। अब निष्कर्ष लेख्दा चाहिँ के लेख्छौं भन्दाखेरि अघि जसरी हामीले सुरुमा परिभाषा जस्तो किसिमले चाहिँ सबै कुरालाई समेट्ने गरी लेखेछौं नि त्यसलाई चाहिँ त्यही शब्दमा त्यस्तै खाले सेन्टेन्समा नभएर अलिकति भिन्न तरिकाले त्यो सेन्टेन्स हामीले यहाँ सुरुमा लेख्छौं। लेखिसकेपछि चाहिँ त्यो सबै कुरालाई समेटिसकेपछि चाहिँ हामीले वे फरवार्ड हैन के गर्न सकिन्छ त अब यस्तो यस्तो समस्याहरू छ यस्तो छ उस्तो छ भनेर हामीले भन्छौं नि। अब त्यसलाई चाहिँ यसरी समस्या हैन समाधान गर्न सकिन्छ अथवा यस्तो गर्नु चाहिँ आवश्यकता हो भन्ने तरिकाले चाहिँ हामीले वे फरवार्ड दिएर चाहिँ हामीले आन्सरलाई सक्छौं। एउटा कुरा अर्को कुरा के हुन्छ भन्दाखेरि ओपनिङ खण्डमा हामीले कहिल्यै पनि सुरुमा हामीले नेगेटिभ कुरा लेख्नु हुँदैन। नेगेटिभ चाहिँ के गर्ने नलेख्ने
है। अनि हामीले फेरि यो जब कन्क्लुजनमा अन्तिममा लेख्छौँ नि त्यहाँ पनि नेगेटिभ नभनिकन यस्तो यस्तो समस्याहरू भए तापनि यसलाई चाहिँ हामीले यसरी समाधान गर्न सक्छौँ भनेर वे फरवर्ड सहितको समस्या चाहिँ यसरी लेखिदिन्छौँ है। यो चाहिँ हाम्रो आन्सरको फर्मेट हुन जान्छ। अब यो फर्मेटमा अर्को एकदमै महत्त्वपूर्ण कुरा के हुन्छ त भन्दाखेरि उचितको प्रयोग। उचित है। अब के हो त यो उचित भन्ने लाग्छ हैन त। उ भनेको चाहिँ के त उदाहरण। हामीले चाहिँ आफ्ना कुराहरूलाई उदाहरणहरू दिएर पुष्टि गर्न सक्यौँ भने हाम्रो आन्सर राम्रो हुन्छ हैन। त्यस्तै चाहिँ हामीले चाहिँ चित्रको प्रयोग गर्न सक्छौँ है। त्यस्तै गरेर अर्को चाहिँ हामीले त भनेको चाहिँ तथ्याङ्कको प्रयोग गर्न सक्छौँ। यो उचित उदाहरण भन्यौ नि हामीले चाहिँ अब कुनै पनि हाम्रा कुराहरू लेख्दाखेरि चाहिँ उदाहरणहरू प्रस्तुत गर्न सक्यौँ भने त्यसमा चाहिँ हाम्रो प्लस पोइन्ट हैन, अरूको भन्दा भिन्न आन्सर हुन्छ। त्यसले चाहिँ हाम्रो कपी चेक गर्ने मान्छेलाई पनि वाउ भन्ने बनाउँछ हैन। अनि चित्रहरूको प्रयोग विभिन्न खाले चित्रहरू हुन्छन् त्यसको प्रयोग हामीले गर्न सक्छौँ र अर्को भनेको तथ्याङ्कको प्रयोग गर्न सक्छौँ हैन। ल अब अहिले हामीले अहिलेसम्म गरेको चाहिँ के हो त भन्दाखेरि एउटा TOBC फर्मेट फलो गर्ने हैन। अर्को भनेको चाहिँ उचितको प्रयोग गर्ने हैन। TOBC टपिक, ओपनिङ, बडी, कन्क्लुजन। अनि यो उचितको प्रयोग भनेको उदाहरणहरू दिने, चित्रहरू प्रस्तुत गर्ने र तथ्याङ्कले आफ्नो आन्सरहरूलाई पुष्टि गर्ने। यो दुईटा कुरालाई चाहिँ हामीले एकदमै ध्यान पुर्याएर हाम्रो आन्सरहरू लेख्यौँ भने चाहिँ हाम्रो आन्सर प्रभावकारी हुन जान्छ है। अब यो TOBC फर्मेट पनि कुनै कुनै अवस्थामा चाहिँ फेरि लागू नहुन सक्छ। जस्तो कि 5 नम्बरको आन्सर लेख्न पर्यो र त्यसमा चाहिँ ठ्याक्क कानुनी कुराहरू मात्रै सोधिएको छ हैन। संविधानको चाहिँ बालबालिका सम्बन्धी हक को बारेमा लेख्नुहोस् भनेर चाहिँ हैन। जस्तो खरिदारलाई सोध्दा त सोध्न सक्छ नि त। त्यसरी सोध्यो भने हामीले यो सबै फर्मेटलाई फलो गरेर लेख्न थाल्दाखेरि हाम्रो चाहिँ आन्सर एकदमै लेङ्दी हुने र उता हामीलाई समय नपुग्ने समस्या हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले छोटो तरिकाले क्वेशनमा एक लाइनमा मात्रै हामीले ओपनिङ लेखेर हैन अनि बडीमा छिरेर अनि एक लाइनमा अथवा 2 लाइनमा छोटो सेन्टेन्समा चाहिँ कन्क्लुजन गरेर छोड्दिन सक्छौँ हैन। तर 10 नम्बरको क्वेशन जब आउँछ नि त्यो 10 नम्बरको प्रश्नमा चाहिँ हामीले यो फर्मेटलाई फलो गरेर लेख्दाखेरि हाम्रो चाहिँ आन्सर प्रभावकारी हुन जान्छ। र यो विषयहरूलाई चाहिँ उदाहरण सहित हैन मैले प्र्याक्टिस गरेका आन्सरहरू लिएर चाहिँ म अर्को भिडियोमा आउने छु। यिनै कुराहरूलाई मैले कसरी लेख्ने गर्थेँ भनेर चाहिँ हजुरलाई देखाउने छु। आजको लागि चाहिँ यति नै। हस्त, धन्यवाद।